नमस्ते यहाँहरू सम्पूर्णलाई। मैले आफ्नो अनुभवहरू यहाँहरूलाई सेयर गर्ने अनुमति चाहन्छु। कहिलेकाहीँ हाम्रो जीवनमा यति धेरै निराशाहरू आइदिन्छ, यति धेरै चुनौतीहरू आइदिन्छ, जुन बेला आफूले आफूलाई सोध्नुपर्ने अवस्था आउँछ, आफूले आफूलाई हार खानुपर्ने अवस्था आउँछ। त्यस्तो बेला कसरी एक कदम अगाडि बढाउने भन्ने कुरा तपाईँहरूलाई म आफ्नो अनुभवको बारेमा सुनाउन चाहन्छु। मैले कुनै पनि समयमा म आजभन्दा अगाडि र अहिले पनि कतै पनि म फर्स्ट भएको व्यक्ति होइन। कतै ट्यालेन्ट देखाएर आफ्नो क्षमताहरू भएर यसरी तपाईँहरूसँग सामु बोल्न आएको मान्छे हुँदै होइन। म एकदमै मिडियम र म जस्तै प्रविधिका धेरै साथीहरू हुनुहुन्छ र धेरैजना मैले देखेको पनि छु। तर ममा एउटै कुरा विशेष थियो र त्यो कुरा हो म एकदमै के थियो, जहिले पनि म निर्दोष थिएँ र म इमान्दारिता थिएँ। यही इमान्दारितालाई मैले सबभन्दा बलियो हतियारको रूपमा, सबभन्दा बलियो मेरो पक्षको रूपमा लिन थालेँ। त्यसले गर्दा यही इमान्दारिताको बलमा मैले आफूलाई अनुशासनमा एउटा निरन्तर मेहनत गर्नुपर्छ भन्ने कुरामा आफूलाई दृढ विश्वास राख्न थालेँ। जबसम्म मैले ती कुराहरूलाई बुझ्नको लागि, ती कुराहरू मैले आफैमा लागू गर्नका लागि सकेको थिएन, त्यति बेलासम्म मेरो म को हुँ र म के को लागि जन्मेको हुँ र मैले के गर्नुपर्छ र म भित्र के क्षमता छ भन्ने कुराहरू मलाई के पनि थाहा थिएन। त्यसै कारणले गर्दा म धेरै कुराहरूमा अल्झिरहेको थिएँ, धेरै कुराहरूले मलाई पछाडि धकेलिरहेको थिएँ, धेरै कुराहरूले त मलाई बारम्बार रोइरहेको थियो र म तर पनि आफूले आफूलाई नै बदल्नु पर्छ र म बदलिनको लागि आएको हुँ र मैले केही गर्नुपर्छ। म भित्र पनि एउटा ट्यालेन्टपनाहरू छ, म त्यो आफ्नो क्षमतालाई खोज्न चाहन्छु भन्ने कुराहरू जब मैले आफ्नो मनबाट भित्रबाट लिन थालेँ, त्यस बेला मलाई महसुस भयो कि म भित्र पनि केही कुराहरू छ जुन कुराले चाहिँ मैले आफूले आफूलाई बदल्न सक्छु र अरूलाई पनि मैले मेरो बदलावको कुराहरू, मेरो बदलिएको एउटा जीवन होइन, मैले आफूलाई परिवर्तन गरेको कुराहरूले धेरै युवा साथीहरूलाई, धेरै फ्रस्ट्रेट भएर बसेको साथीहरूलाई पनि एउटा प्रेरणा मिल्नेछ र हामी जो कसैले पनि आफ्नो जीवनलाई बदल्न सकिन्छ भन्ने कुराहरूलाई मैले बुझेर तपाईँहरूलाई यसरी सेयर गर्न गइरहेको छु। यो किन मैले तपाईँहरूलाई सुनाइरहेको छु भने हामी सबैको जीवनमा एउटा आशा हुन जरुरी छ, एउटा होप राख्न जरुरी छ, एउटा जहिले पनि हामीले आफूले आफूलाई एउटा विश्वासमा ढाल्न जरुरी छ। जब आत्मविश्वास हुन्छ, जब आफैभित्र शान्ति हुन्छ, जब आफैभित्र खुसीहरू हुन थाल्छ, तब न उसले अरूलाई पनि खुसी दिन सक्ने हो। जब आफू इमान्दारिता भएपछि अरूलाई पनि गलत गर्दैछ भने उसलाई तपाईँले खबरदारी गर्न सक्ने हो। होइन भने हामी आफै बदलिएको छैन र अरूलाई मात्रै बदलिनु पर्छ भन्ने माग राख्नुहुन्छ भने त्यो पक्कै पनि सही हुँदैन भन्ने मेरो बुझाइरहेको छ। यहाँलाई कस्तो लाग्छ र मेरो यो छोटो सुझावको रूपमा लिनुहोस् र होइन, मबाट भएको कमी कमजोरीहरूलाई पनि क्षमा गरिदिनुहोस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच।